गाइस वेलकम ब्याक टु माई च्यानल हैन आज चाहिँ कहाँबाट मुन्ट्यो फेरि उयो के अरे सिधा ट्राफिकमा भन्न होला हैन हामी सब यहाँनिर पशुपति अगाडि पशुपति दर्शन गराइदियो हामी भ्युअर्सलाई हैन अनि हामी चाहिँ बिहान बिहान बसेर अनि हामी चाहिँ कहाँ आएको थियौँ भने अब हामीलाई थाहा छैन कहाँ आएको भनेर थाहै छैन त अब के गर्ने हो त नि अब आइपुग्यो यहाँनिर सो त्यही अर्डर दिन आएको हो अनि म चाहिँ राइड गर्दैछु स्कुटर दिदीको सो अहिले चाहिँ हामी जाँदैछौँ बौद्धमा चिया खाएर निस्किदिनु पर्ने हुन्छ अनि गाइजहरू के हो भने तिमीलाई क्वेसन लागिरह होला कहाँबाट आयो यतिखेर भनेर म आज क्या चाँडो उठ्दिएको यार गाइजहरू भन्नुपर्दाखेरि लाइक हुन्छ नि 6 AM मा उठ्दिएको अनि संसार जित्न चल्दिएको तर मैले तिमीहरूलाई भ्लग चाहिँ बनाएन उताबाट किनकि त्यस्तै पऱ्यो अनि त के देखाएको मेरो यहाँनिर कति लामो बोलेकै मान्छे त लगाएर अब उता बौद्धतिर गएर भेट्नुपर्ने हुन्छ उता क्यामेरा जाम छ यार गाइजहरू रेट फेरि यस्तो जाम हुनै पर्दैन मुख मैले लगाइदिएर हामी चाहिँ यहाँनिर बौद्धको जाममा छ गेट चाहिँ यहाँनिर छौँ गेट चाहिँ त्यहाँनिर भयो अनि हामी चाहिँ यताबाट जानु पर्यो अरे एउटा देखा न पेन्ट गरेर है हामी चाहिँ यताबाट जानुपर्ने यहाँनिर जानुपर्ने हामी ठ्याक्कै पाउँदै भयो क्या अगाडि भ्ल्याट्टै त्यहाँनिर अघि रेड लाइट बलेर टेन्सन भएको क्या सब हाम्रो पाला आउँछ जस्तो लागिरहेको चल बे ल गाइज अब हामी चिया खाएर भेट्छौँ है बाई बाई ल गाइजहरू अहिले स्टार्ट विथ टी लेमन टी चियर्स हाम्रो साहान चाहिँ यता हुनुहुन्छ हामी चाहिँ यहाँनिर बस्छौँ कहिले काहीँ चाहिँ यहाँनिर अब चाहिँ फेरि घरतिर लाग्दिनु पर्ने हुन्छ के खान आइस् भने होला यति जानु यत्तिकै सो यस्तो छ तिमीहरूलाई बजाउ भ्लग वाको लाग्यो भने त्यो भएर नछिर्दिएको लगायो त्यो अब यो खान्छ भने चलिदिन्छ भने त्यही लगाइहरू अब यहाँबाट निस्केको सकिसक्यो हाम्रो चियाको गम्टा चट्ट लाग्यो भने अब गाइजहरू यहाँनिर चाहिँ मलाई 1 मिनट कति सेकेन्डको दाम परिसकेको छ अब यो चाहिँ कहाँनिर हो नि तरमा निस्किने बाटो हो यो चाहिँ हुन्छ है उता ठमेलतिर निस्किने सोह्रबाट निस्किने बाटो हो हुन्छ है होइन भित्रबाट आएको कि उताबाट हाइवेबाट आउनु लास्टै लङ पर्छ सो त्यही हो अब म उतै पुगेर भ्लग बनाउने छु जस्तो लागिरहेको छ मलाई चाहिँ अहिले रोडतिर भेटौँ नि त एकछिनमा है सोह्र जनमाहरू यो गाइज दिस इज नेक्स्ट डे अनि हिजो चाहिँ मैले भ्लगै बनाएन त्यो कन्टिन्यू नै गरेन अनि आज पनि म कहीँ निस्किएन यत्तिकै बसिरह्यो गुड बोय भएर अब यहाँनिर दिदी र म चाहिँ बाहिर जानु लाग्यो एकछिन त्यहाँ पसलसम्म चोक तान्न खोकी लागेको छ दिदीको स्कुललाई हो गाइजहरूलाई थाहा छैन भने अनि कस्तो जाडो भइरहेको छ धेरै पछि भ्लग बनाउँदाखेरि कस्तो असमय लाग्दो रहेछ आमाले क्यामेरा पाउँदैन नि धेरै पछि पछाडि बस्दा नि मजा लाग्दो रहेछ रमाइलो लाग्दो रहेछ वा तर रासी छ यार गाइजहरू यार मलाई मर्छु होला यस्तो जाडोमा यार पनि मलाई साथ दियो न यार गाइजहरू गाइजहरू मिठोदेखिको अवस्था छ छिट्ट लाएर आइम सो सरी हिमाल चाहिँ देखिँदैन देख्न त देखिन्छ तर अहिले उस लागेको छ क्या के भन्छ त्यसलाई बादल कुहिरो टाइसिट हजुर सो त्यही हो तिमीहरूले के गर्दैछौ आजकल भ्लग मिस भइरहेको छ नि मेरो गाइजहरू भन्नुहोस् ओहो अनि म चाहिँ भर्खर आज चाहिँ मैले एडिट गरेर भ्याएँ क्या गाइजहरू एडिट गरेर बस्नेको थम्बनेलदेखि लिएर भिडियोदेखि लिएर हरेक चिज के अरे उस गरेको एडिट गरेको कि गाइजहरू त्योहरू म ननिस्केको कहिले काहीँ म गुड बोय भन्छु होइन कहिले म हिँडाइ गर्छु क्या मलाई कस्तो बौला देखिरहेको रहेछ गाइजहरू क्यामेरामा प्लिज एडजस्ट पछाडि बस्दा चाहिँ हल्का चिसो के अरे पर्दैन कि गाइजहरू साँच्चै भन्नुपर्दाखेरि
यतातिरको कुकुरहरू पुरै गाउँ गाउँ गर्न गुयाँजहरूमा चाहिँ पछाडि बसेर जाँदैछु गुयाँजहरू के म पागल होइन र गाडी यार मेरो त्यो के अरे यो कपालको जरा बेसी त दुखिरहेछ भने यार उखाल्न लगायो त्यो दुखिरहेछ के गर्ने होला यसलाई मलाई गाह्रो फिल भइसक्यो छाउको पुरै दुखिरहेछ क्या यस्तो 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 टाइप लोकल अन्डा हन्टिङ छैन छैन रे गाइज यहाँनिर लुकुल उन्डा उन्डा पानीपुरी गम कि गम है गाईहरू ल गाइजहरू चिया खाँदै म चाहिँ अहिले यहाँनिर म चाहिँ यहाँ स्ट्रिम हेर्दैछु हाम्रो निजन दोस्तको वान एन्ड ओन्ली निजन दोस्त यहाँनिर उसको च्यानलको नाम चाहिँ निजन छ प्लिज सब्सक्राइब दिस च्यानल मेरो दोस्तको हो गाइजहरू सपोर्ट गर्दै उसले चाहिँ स्ट्रिम हान्छ जहिले पनि पब्जी गेमहरूको अरू गेमहरू खेलेर यताउति स्ट्रिम गर्छ सो म पनि हेरिदिँदैछु मेरो दोस्तको स्ट्रिमहरू चाहिँ अहिले यहाँ पब्जीको टुर्नामेन्ट चल्दैछ नि त मलाई चाहिँ खासै थाहा छैन पब्जीको बारेमा म पब्जी खेल्दा नि खेल्दिनँ होइन तर यहाँनिर हेर्न मन छ नि तिमीहरू पब्जी खेल्छौ भने यहाँनिर हेर्दा भयो हाम्रो दोस्तको स्ट्रिम अब यो स्ट्रिम यो भ्लग आउँदा त यो स्ट्रिम हराइसकेको हुन्छ तर उसले स्ट्रिम गरिरहेको हुन्छ जहिले राति राति स्ट्रिम गर्छ होइन दोस्त हो कि नै ल चिन्रा होला भ्युवर्सहरूले उनीहरू यो उस पनि मेरो भ्लगमा आएको थियो सो त्यो म चाहिँ स्ट्रिम हेर्दैछु उसको यहाँनिर छोटो पारामा तिमीहरूलाई हेर्न मन छ भने पब्जीको हेर्न मन छ भने उसकोमा गयो हुन्छ उसले पनि गर्छ अरू गेमहरू पनि खेलेर हाल्छ त्यही हो हाहा बाई बाई लेट्स इन्जोय टी एट मिडनाइट हाहा दिस इज नेक्स्टको पनि नेक्स्ट डे सो अस्ति नि भिडियो बनाएन आज पनि बनाएन हिजो नि बनाएन एक आज नि बनाएन अरे आज त बनाएको हिजो नि बनाउनु खोजेको हिजो नि बनाएन उसमा एकछिनै गाइज ल गाइजहरू म चाहिँ निस्किएँ अब सही हो ल गाइजहरू म चाहिँ पेट्रोल हाल्दैछु दिदीको त्यो छुट्टै काम रहेछ दिदी जाने अब चाहिँ चल्दैछु गाइज त्यही हो सरङ रङ 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 गरौँ रङ 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 यो गाइजहरू म चाहिँ जाँदैछु सर र दिदी उहाँ पुग्छ यहाँ चाहिँ स्पिड चेकिङ हुन्छ है गाइजहरू यो यता कलङ्गी साइडमा त्यो हाल्थ्यो छिटो नकुदाएको उडाइदिनु पर्ने थियो यहाँ त यस्तो दामी रोडमा है गाइजहरू अगाडि पुग्छ लग्दै अब कहाँ पुगेर भेट्छ थाहा छैन केही ओभर पासको मुन छ कि गाइजमा दिन नै हरायो भने कल पनि उठाउँदैन कामै कहाँ जाममा छुट्याएको थिएँ किधर चलाएको किधर गाह्रो गाइजहरू अब चाहिँ म पानी सतिर चल्दैछु यहाँनिर चाहिँ अब दिदी कैसे रहेछ उता रहेछ म चाहिँ यता आइसकेको रहेछ अब म पानी सतिर गएँ गाह्रो यसरी फस्दा झाडी यहाँनिर हेल्पिङ ह्यान्ड निस्क्यो फाइनली हल्का धोका दिँदै निस्किरह्यो गाइजहरू बाई बाई 500तिर चल्दैछु ल गाइजहरू हाम्रो यहाँनिर के भन्छ 500बाट नि म चेकआउट भइसकेँ हाम्रो चौकीदारी यता छ ड्यामबाट हान्छ अब चल्दैछ गाइज यहाँबाट नि सिम्पल सिम्पल कान्छीको डिम्पल पर्ने गाला मन पर्यो मन पर्यो मन पर्यो मलाई मन पर्यो यो गाइज वेलकम ब्याक टु माई च्यानल वेलकम ब्याक channel welcome back what's up people what are you doing right now म चाहिँ के गर्दैछु भने म चाहिँ जान थालेको कहाँनिर हात्तीको टोङामा ओ ए जुत्तै ल्याएन सो गाइजहरू आइ एम गोइङ टु नारायण हिटी द्याट प्लेस के छ त्यो ठाउँको नाम त्यस्तै त्यस्तै छ त्यो नारायण हिटी समथिङ के छ कान्ति पात्र के गाइजहरू ड्याम भन्नु पर्दाखेरि चाहिँ सो अब चाहिँ चलिदिनु पऱ्यो हुन्छ भ्लग पनि म राम्रोसित बनाएको छैन कति दिन भएको नि
सो दिस भ्लग माइट बी मिक्स्ड है आई डोन्ट नो स्योर छैन म कतिको स्योर छ छैन आई डोन्ट नो के थाहा मलाई त्यो चाहिँ स्कुटरमा नि हग्ने मान्छेमा नि हग्ने यो गाइजहरू अब चाहिँ चल्दिनु पऱ्यो भने चाहिँ चट्टा लाएर के खाएर जल प्रधान सो गाइज म एकछिनपछि भेट्छु ल मेरो गाइजहरू यो चाहिँ पुरै रेडी अवस्थामा तातिसकेको अवस्थामा छ र अब दादा फाडी के हो रे फाडी लेट्स गो बारी सिधो बम सो त्यही झोलामा छ चाप आलु चप ल बगेर अब चल्दिस कतातिर गएर भेट्छु म थाहा छैन नभेट्न नि सक्छौँ के त I don't know any idea. I don't have any idea about that. Chat, what's up? Double chat. ल गयो म त पेट्रोल हाल्न मुटिसक्यो म गाइजहरू कति हाल्नु दिनदिनै हाल्नु सधैँ हाल्नु कहाँबाट ऊ छिट्टी आयो सिधै आकाशबाट आइ अरू चाहिँ ल्याम्प झरेर आयो अनि अब हामी कहाँ जाँदैछौँ भने बौद्धतिर जाँदैछौँ अनि चाहिँ यहाँतिर त्यहाँ अलकत्रो उस के अरे बिछाएछ होइन जुत्तामा टाँसिरह भने ट्याप भएर मेरो उसमा कभरतिर गयो नि मार्स हुँदै क्या त्यो चल्दिनु लाग्यो भन्नुलाई अपडेट चाहिँ दिनु लाग्यो क्या अब थोरै यसले पनि देखाउँछ जाम खोलेपछि जाम यत्रोबाट यहाँनिर बसाएर बसिरह ढ्याप्प पाएर कहाँबाट आएको भने नि त नि म भक्तपुरबाट के काम गरेर आएको भने राष्ट्रिय परिचय त्यस्तो भन्नु पर्दैन अहिले ढुस रहेछ काम कस्तो रहेछ ढुस रहेछ काम ढुस रहेछ अहिले म फोटो देखाउँछु सरकारी काम के बन्न चाहिँ बन्यो ये मैं हूँ या ये और कोई है भन्ने मलाई के पत्ता लगाएछ त्यो अब उतैतिर गएर भेटौँ बाटोमा भेटौँ कपीहरू त हावाले भ्याएर गर्छ क्या त्यो हामीलाई देखाउँदाखेरि क्या अनि हल्का जाँदा मेरो अगाडि बोर्ड देखाउनु पर्छ अनि भ्याएर गर्छ गाइजहरू अस्ति नै यो रोड बन्द थियो होइन अनि उता नक्सलको भागबाट नि यो नक्सल हो क्या अनि भाडबाट नि उतानिर गाराम गुरुङ पारिसकेको छ भने भिडियो पनि देखाइदिएँ मैले टिकटकमा यसो होला भिडियो पनि देखाइदिएँ मैले टिकटकमा अब तिमीहरू पनि हेरेँ यहाँनिर कहाँनिर देखाउनु भयो देखाने हेरेन बाट भन्थ्यो यो पुरै रोडै ब्लक हान्दै थियो अनि हामी आउनु पर्ने बेलामा उताबाट आउनु पर्ने क्या यहाँनिर चाहिँ किनकि यो एकदम सर्टकट हो चामेल सिँढी हाम्रोबाट चाहिँ नो प्रब्लम वाइल चाहिँ इज हियर लेमन टी खानलाई बहुत आइपुग्यो हामी चाहिँ यहाँनिर चिया स्टपमा जेराम पाण्डु इधर पाण्डु ए फोटो रिभिल आतङ्कवादीले हेरो फोटो मात्र देखा फोटो मात्र ओ माई गॉड एक्सपेक्टेसन भर्सेस रियालिटी खै यो त अति नै आधा हो साँच्ची अति नै आधा लौ आतङ्कवादीको सेम पर्सन ए अब यस्तो बिजो यो अब यस्तो बना क्या यसमा टिकटक ये मैं हूँ या और कोही है भन्नेवाला उसमा बना क्या अति आउँदो रहेछ यार त्यही अब चिया खान्छ भने चल्दैछौँ सहयोग र गाइजहरू अब यहाँबाट पनि चल्दिस पार्किङ चाहिँ मैले कहाँ गइरहेको छु भने ऊ यहाँनिर गइरहेको छु ठ्याक्कै अब चाहिँ हामी उता साइडमा जान्छौँ त्यही हो
बौद्धमा चाहिँ अहिले छिर्दैन त्यही हो जाम बौद्ध गेट अगाडि छ है गाइजहरू कसैलाई पनि थाहा छैन अरे म यहाँनिर देखिएन यार यहाँबाट देखिन्छ उता हो बुझ्यौ नि होइन जेराम अब यहाँनिर पार्किङको तिर्नु पऱ्यो भने जस्तो यो मक्खन देखेगा ग्राफिक सेल से कति हो ए म्याप हेर्नु पर्यो हुन्छ यसरी यो क्यामेरा राख्छ जयराम पाण्डेलाई बाई बाई भन्नुपर्ने अवस्था आइसक्यो कति पछि निस्केर फेरि गइहाल्यो गाह्रो अनि हामीले अर्को महानुभावलाई भेटिसक्यो के भयो के सोचेको तैँले भन् त यसले के एन्सर थियो भन् त यसले अर्को एन्सर थियो कि यसले अर्को क्वेसन भनेको बुझ्नु चाहिँ फेरि मैले मात्र बुझेँ गाह्रो दुईजना वाट ए मेरो यहाँ साइड ब्याग पनि छ यहाँ साइड ज्याकेट निकाल्नु ऊ पन्ध्र झऱ्यो पन्दा साडी छ रहेछ खजाना KHAJA अनि खजाना खजानामा नै खजाना हो कि नै भन्दा लो यति मात्र ड्याङबुड्या आउने ड्याङबुड्या गाइजहरू क्यामेराम्यान आइसक्यो फेरि यहाँनिर कहाँ अरे यहाँनिर मजाक भइरहेको छ आजकल जिन्दगीसँग धेरै नै मजाक भइरहेको कोही माथि न्यु टोलमै रहेन सरी गाइज अरे न्यानो होला रहा यार को अहिले भित्रतिर यहाँबाट हामीलाई बच्चालाई मच्चै नदेखिसम्म चाहिँ हुँदैन भाइ के अरे यहाँ एरियातिर के साह्रो बम्पर आम्मा के त्यो स्पिड ब्रेकर उयोवाला थुप्रो छ नि मुरा त्यही पनि सगरमाथा जत्रो अग्लो हो मुरा त्यो मेन रोडबाट आएको हो पिसवालाबाट होइन कता हो यता यता कता हो कता आमा यत्रो यत्रो बम्पर होइन साइपो भइदिएर त्यहाँ त स्पिड कुदाउँछ भनेर होला सायद कामै त्यसको त्यही हो त नि अस्ति पढे भएर नि अहिले कहाँ त्यहीँ अस्ति बस्यो त्यहीँ हो यहाँ रोडको कहाँ अहिले अगाडि ल माया साल दिउँसो त बन्द ए होइन बन्द रहेन कुन चाहिँ हो यो अगाडि ल बन्द पो रहेछ मलाई सेट भइगयो नि यहाँ बन्द रहेछ यो चाहिँ यहाँको सुत्ती जहिले हराउँछ दिउँसो दिउँसो बेलुका मात्रै न पकड त म यहाँ गाइजहरू बाई बाई अब यहाँबाट पनि सही हो सही हो भन् गलत हो यो ल बाई बाई गाइज अब चाबेलतिर गइस् म ल गाइजहरू म जाममा परिसकेको अवस्थामा छु चल्लिस टाइप ल गाइजहरू यो स्कुटर मलाई लामो लाग्यो हो तिमीलाई पनि लामो लाग्यो हो यार लामो यो लामो डेन्जर छ त नि यो त हेर्नु यो 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 सेक्सनै कति लामो साइको होइन त यो गाइज वेलकम ब्याक टु माई च्यानल आजभोलि मैले आजै होला मैले भ्लग बनाएको फर्स्ट एपिरियन्स टाइपको के भन्छ फर्स्ट अलिकति हो कि क्या हो टाइपको नत्र मैले स्टार्ट गरेको थिइनँ तर मैले यो सबै भ्लगमा भन्दा होला है हो भनेर मैले बनाएकै छैन गाइजहरू त्यो अगाडिको क्लिपहरू म हाल्न पनि सक्छु म सिधै यहाँबाट उयो के अरे हाल्न पनि सक्छु भ्लग है इट्स बिन लाइक 3 or 4 days मैले भ्लग नबनाएको है गाइजहरू हस् भने खै त अनि म किन भ्लग नबनाएको भन्दाखेरि मलाई भ्लगै बनाउनु मन लाग्छ छैन गाइज के यो माया हो कि न अब नबनाउनु पर्ला है गाइजहरू भ्लग सब छाडिदिनु पर्ला झ्या लाग्यो मलाई फेरि यहाँ अति के भएर गाइजहरू बाई बाई के म तिम्रो होइन र थाइसी के छ त यसको हाल खबर यस्तो राइड जानु मन लागिरहेको मलाई तर गएकै छैन
कुदाउन मन लागिरहेको छ कि एकचोटि यो नकुदाएको धेरै भइसक्यो भन्ने पर्दाखेरि चाहिँ म के बारे बोलिरहेको छु नि थाहा छैन म कहाँ जानु लाग्यो अब दिदी र म जानु लाग्यो स्कुलमा जानु लाग्यो कहाँनिर जानु लाग्यो दिदीको खै मलाई थाहा छैन भ्लग बनाउनु मलाई छैन नि गाइज मलाई चाहिँ ल गाइजहरू चल्दिस राइडमा राइडमा यो राइडमा म चाहिँ किनकि के अरे मैले चाहिँ कहिले नि फुल हेलमेट लाउँदिनँ किनभने गाइजहरू मलाई फुल हेलमेटै मन पर्दैन क्या मलाई चाहिँ यो चारतिर देखेको मात्र मनपर्छ ओसी मैले चस्मा ल्याएन अब ढुक्क ल्याएन यार होस् अब माथि नै होला चाहिँ अब चाहिँ चल्दैछ गाइजहरू चल्दैछ के अरे CHALDIS CHALDIS चल्दैछ सामाजिकतिर जानु लाग्यो गाडीहरू भन्नुपर्दाखेरि चाहिँ लोकेसन के गर्छ अब थाहा छैन त्यही हो सोयो गाइजहरू यहाँनिर चाहिँ के कोटाउँदै आयो यार यहाँनिर पिजोड भत्काउँदै आयो यार यहाँनिर पुरै खाल्टो पार्दैन नयाँ नयाँ थप्नुमा है गइसक्यो भने थाहा भएर हामी एक पिटी पनि हिँडेको छैन यो पसलमा सम्झाएर अनि त्यो यो भत्काएर आएछ भन्न लागेको म चाहिँ के गरेँ मलाई थाहा छैन के गरेँ तिमीलाई थाहा छैन होला है लगाइजहरू हामी चाहिँ यहाँनिर चल्दैछौँ रिङ रोडबाट लास्ट धुलो यार यो रिङ रोड चाहिँ पिच भयो नि कति यत्रो ठुल्ठुलो गाडी हिँड्ने अनि मुखमै पारेर जाने क्या कालो धुवा कस्तो बनाउने फेरि त्यो वाक्क लाग्ने सो अब हामी चाहिँ कहाँनिर आइपुगिसक्यो माछा पौडी आइपुगिसक्यो अब माछा मार्नु अहिले एकछिनपछि हामी कन्सिडर जानुपर्ने हुन्छ गाइजहरू जाली लिएर त्यही हो अनि हामी त्यहीँतिर गयो भेटौँ गाइजहरू के किन आएको नि तामाङ ड्रेस किन आएको रहेछ मेरो दिदी चाहिँ यहाँनिर भाइरल रे यो थाहा छैन मलाई अब तिमीहरू लड्किजहरूलाई चाहिन्छ भने तामाङ हो भने लिँदा हुन्छ यहाँबाट ऊ यहाँनिर चाहिँ बोर्ड चाहिँ यहाँनिर यसले पनि टिकटक हेरेर आएको अरे यहाँनिर अब यहाँनिर चाहिन्छ भने अब मैले त लाउँदैन क्या अरे के पनि त्यो लोसारको लागि हो गाइजहरू अहिले नैदेखि रेडी आमा कपडा अवस्था ए यो चाहिँ म चाहिँ कहाँ हो भने यो सामाखुसीमा हो के अरे सामाखुसीमा हो गाइजहरू ऊ त्यो मल थाहा छैन दिदीले चाहिँ अघि हेरेको हेरेछ चित्त बुझेन क्या अरे म चाहिँ हाई गरेपछि आज अल्छी लगाएर गाइज गरेँ के गर्नु तपाईँ यो चाहिँ यस्तो वेस्टमा लाउने चिज रहेछ यो चाहिँ एकदम पुरानो हो रहेछ झन् चाहिँ उता रसुवा र धादिङ भने रसुवातिरको तामाङहरूले लाउने क्या अलिकति धेरै तामाङहरू धेरै हुन्छ नि त सो त्यही हो त्यस्तै खालको रहेछ यहाँनिर चाहिँ अनि त्यही भएर चियाउँदै चाहिँ फुत्रुको लिन आएछ त्यहाँनिर यस्तो वेस्टमा लाउनु पर्ने रहेछ कि अब अनेक के लाउनु पर्ने थाहा छैन मलाई है सही हो तर उस के अरे आफ्नो कल्चरल ड्रेस लाग्यो है गाइजहरू म चाहिँ बसेको छु होइन अनि बाइक पड्केको मात्रै हेरिरहेको छु मलाई बाइक यता उति गएको यहाँ चाहिँ बुलेट धेरै चलाउँदो रहेछ यहाँनिर केटाहरूले ठोक्करै पड्काइरहेको छ प्याट गरेर फेरि पड्केको नि ठुलो होइन क्या अनि बिस्तारै फिस गर्दै अलिक पड्काउनु आउँदो रहेछ खतरा चुप्पो लाग्यो तर मजा आइरहेको छ खतरा मोडिफाई बाइकहरू रहेछ यहाँनिर उसमा बुलेटको चाहिँ अरू त्यस्तो खासै देखाएको छैन 1 घन्टा सपिङ गरेर त्यति गर्यो हेरे तिमीहरूलाई म छपक यो ओढ्नीको कति रुपियाँ भन्नु न यसको कति रुपियाँ होला कति रुपियाँ कति यसलाई यही महँगो पर्यो ह्यान्डमेड हो त्यो भएर ओ माय गॉड यसको यो घेरा केही देख्दैन नि यसको 7 यसको अघि त 14 भन्दै थिइस् त यो महँगो वाला रे यो भिडाइदियो यो राम्रो खबर 1400 अनि यसमा के थपेन सही यो 5000 विश्वासै नआयो विश्वास लागिसक्यो मलाई अब चल्दैछ राइट सो गाइज दिस इज द एन्ड अफ दिस भ्लग होइन सबै भ्लगको दिस त के भन्ने है सबै त्यो 5 दिनको भ्लगको एन्ड गर्न चाहे मैले चाहिँ अहिले आएर अनि आइएम सो सरी फर द्याट कि मैले भ्लग पनि कस्तो हावा पारेर बनाएँ होइन 5 दिनको क्लिप रे हो आमा सक्छ त नि कसैले सो त्यही हो गाइज अब अर्को नेक्स्ट भ्लगमा
अलि लङ बनाउँला लङ बनाउँला होइन म बनाउँछु अब चाहिँ यो चाहिँ मैले यत्तिकै खै किन हो मलाई बनाउनु मन लागेको थिएन सो बनाएन अब भोलि भ्लग आउँदैन होला सायद जहाँसम्म लाग्छ मलाई अनि अब हेरौँ कस्तो हुन्छ अनि पर्सिपल्टदेखि चाहिँ अर्को त आउनसक्छ यु क्यान एक्सपेक्ट बट आश गर भर नगर टाइपको है त सो आउनु सक्छ नआउनु सक्छ सो दिस इज द एन्ड अफ दिस भ्लग सो अफकोर्स मन परेन होला तिमीलाई रिस उठ्यो होला के गरेको कहाँबाट कहाँनिर जोडिरहेको छ भनेर सो त्यसको लागि आइएम सरी सो अब आउने भ्लगमा भेटौँला सो गुड नाइट